तपाईँ ढाट्नु हो नि त के हो ढाट्ने हामी आउँदैछौँ भन्नु भएन हामीलाई दुःख दिनुभयो त्यही भएर आज पनि यही नै रोकिने भयो गाडी बिजोग छ है म चाहिँ अब घर जान्छु एक्लै अब यस्तै छ है सबैजना सन्चै हुनुहुन्छ अनि म पनि एकदमै सन्चै छु होइन आयो सबैजना सन्चै हुनुहुन्छ होला अनि आज चाहिँ भनेको म बिहान उठ्यो उठेर नुहाइधुवाइ गरेर अन्त अब दार्जिलिङ चाहिँ लाग्यो है दार्जिलिङमा त्यही त हो सबै आइगयो है गाडीमा मलाई कसैलाई भनेको छैन म आउँछु भने थाहा छ तर आज अहिले यतिखेर होइन क्या मतलब अब कहिले आउँछ 3-4 दिन पछाडि आउँछ भन्ने कुरा थियो आज अब त्यत्तिकै नभनिकन सुत्दै जान आँटेको घरमा म फोन पनि गर्दिनँ होइन फोन आएर उठाउँदिनँ त्यत्तिकै चल्दिनँ तपाईँ आइदियो त ल यो चाहिँ ठ्याक्कै बुधबार रहेछ मात्र अहिले म होइन बुधबार जाउँ लागेको है सबै रेडीसेडी भएर बाइक चाहिँ हल्का पुछपाछ गरेर आउँदा आउँदै म बाटोमा होइन यहाँ ठ्याक्कै पासो भएर कुदाउनदेखि फेरि मासु आइपुगेँ ट्याक्कै हाम्रो बाइक चाहिँ यहाँ हुनुहुन्छ हो के छ दाइ चिसो छ है अब लाग्छ दाइ अब 2-4 दिन हुँदा नि बेसी धान सान काटेर सबै थन्केर आउनु परेन जहिले जहिले कुदेर हुन्छ दाइ अहिले चाहिँ म टिका लगाइदिएको छु होइन अनि यो फोटोसुटो भिडियो मान्छेहरू धेरै अगाडि गयो है अनि यहाँबाट चाहिँ पनि कुद्नुपर्ने हुन्छ टाढो चाहिँ बाटो होइन त्यही भएर बिस्तारै सोलोमा गएर सोलो राइड हान्दै हान्दै एक्लै एकान्तमा है पछाडि भ्यूहरू एक्लै एक्लै रमाउँदै हिँड्नुपर्छ त्यही हो अब रिजाम आउँछ रिजाम आइसकेपछि राति हुँदै भयो भन्दा हुँदै पिलिन हुँदै स्कुलमा त बेलुका घर बेलुका पुगिन्छ हो नि भन्नुहुन्छ भने मौसम चाहिँ अब एकदमै छ होइन आउँदैछ माथि अब होइन अगाडि बच्चाहरू गइरहेको छ गाडीमा सक्दो लाएर किसान र यतिको त हुनु पऱ्यो नि त नि माइकोलाको अवस्था चाहिँ अहिलेसम्म पनि मर्मतमै छ होइन अब तपाईँहरू टाढाबाट आउनुहुन्छ भने चाहिँ अलिकति सोचेर आउनु होला अहिले पानी पर्दैछ पानीको सिजन छ पहिरो लडेको लडेछ होइन भनेपछि यताको उम्रेको बन्द छ हामी यता यो सिमलको ल्याबाट जान्छौँ बाटोको अवस्था त यस्तो छ ल हिलो त अनि गदगद छ त अनि अहिलेसम्म पनि सुधार हुन सकेको छैन होइन यस्तै हो नेपालको बाटो यस्तै होला दुःख पाइन्छ नआउनु ल घरमै बस्नु आएर नि डरेर त्यति मोबाइल चलाएर डेन्जर छ यार डेन्जर बहुत अहिले पनि बाटोको अवस्था यस्तै छ है यस्तै छ केही सुधार भएको छैन अस्तिको पल्ट अनि यहीँनिर रोकेको थियो होइन आज पनि यहीँ नै रोकिने भयो गाडी बिजोग छ है हिलो चाहिँ बबाल छ यो बाटोमा सेम अस्तिकै जस्तो है अस्ति यहीँ नै हामी बसेको थियौँ नि त ट्याङ्कर यताउता भाँसेर अनि तान्ने थियो यता भनेको बाइक छिर्ने बाटो छेउमा हल्का रहेछ यता ट्याक्सीबाट यता गरेर गाडी आएको छ लास्ट बिजो छ बाटोको अवस्था दुइटा गाडी माथि नै बसेको छ तपाईँहरू चाहिँ अब यताको आउँदै हुनुहुन्छ भने चाहिँ एकदमै होसियारबाट आउनुपर्ने हुन्छ बाटो एकदमै हिलो छ अनि तपाईँको अर्को कुरा भनेको 12 गोलाइको उकालो त केही होइन क्या यसको छेउमा त यहाँ त 24 गोलाइ छ क्या 24 गोलाइ पनि तपाईँको एउटा धोइ नसकिकन अर्को टुप्लुक्क आइपुग्छ क्या एकपट्टिको पनि मर्काएर आउँछ अर्कोपट्टि टुप्लुक्क आइपुग्छ बाटो चाहिँ एकदम अति नै गाह्रो छ होइन अब हुन त अलिक सोचविचार गरेर आउनु होला नआउनु भन्ने त हुँदैन सबैजना गएको ठाउँमा होइन त्यही पनि अब इम्पोर्टेन्ट काम हुँदाखेरि मात्रै हो क्या त्यो बाटो आज हिँड्नुपर्ने अब पानी पऱ्यो भने सबै पहिरो होइन पाहाडको भित्ताहरू सबै टाँसेर झर्छ अति नै गाह्रो चाहिँ यहाँ त पहिरो धेरै राम्रो हो अघि तल अघि पाहाड भएर आयो नि त भिडियो बनाउनु पाएन थियो मेरो गोप्रोमा ब्याट्री छैन नि त आज यसरी पहिरो झरिदिन्छ हो ब्याङ माथिबाट अनि के गर्ने उपाय छ त छैन नि साला यो दुःख काय खत्म नहीं होता बे यसलाई के भन्छ भने भदौरे भन्छ है भदौरे भन्छ यो राकेबाट रक्सीको बिचमा पर्छ एकदमै जङ्गलमा पुरा फिलिली भइरहेछ हैन यो अति लागिरहेछ हुस्से ड्यामले
अनि त्यही हो अब अलि अगाडि जान्छु म ओ हाम्रो भेना कुद्नु हेर ल अहिले चाहिँ हामी भन्ज्याङ आइपुगेको छौँ होइन हामी त के भन्नु म एक्लै हो औ दाईहरूसँग भेट भएको छौ दाई भाइ यहाँ केटाहरू जोस् दोस्रो एनएसमा उताबाट आएर म यता झापाबाट आएर होइन अनि यहाँ भेना आउँदै हुन्छ भेनालाई यसो गरेर भेना चिसोमा थुक्पा खान आँटेको चाहिँ अब चाहिँ थुक्पा आनिदिनु क्या थुक्पा अब भन्दा थुक्पा बेग्लै स्वाद हुन्छ क्या फेरि यहाँको त स्पेसल हो नि अर्ग्यानिक होइन जाडोमा यतिको जाडो चाहियो क्या दाइ होइन यतिको जाडो चाहियो लु हान्नु पऱ्यो लु थुक्पा कता छ मेरो पाकेको पाकेन मलाई त अघि भनिसकेको नि अहिले हो के त हो दाइ अहिले दाइ म त छिटो छु नि हौ नयाँ किन्ने त औकात हुनु परेन नि भन्नु क्या लास्टमा यसरी खल्चाङ गर्दै हिँड्नु पर्थ्यो थुक्पा पनि देखाउनै पाइएन फोकाले पुरा फाँक भएको थियो कि स्वाटै खाइहाल्ने भिडियो गर्ने बिर्सिहाल्यो हो अब खाइयो अब निक्लिनुपर्छ पेमेन्ट गरेर ल फाइनली थुक्पा पनि खाइसक्यो हामीले अनि अब यहाँबाट हामी जान लाग्दैछौँ दाइहरू झापा जानुहुन्छ म चाहिँ अब घर जान्छु एक्लै अब यस्तै छ यी झापाबाट आउने मान्छेको यस्तो छ हालत यता ताप्लेजुङबाट आउनेको यस्तो त्यहाँ फेरि खुट्टा फेरि खल्चाङ छड्के पारेर सो हामी चाहिँ अहिले काबेली पुल आइसकेको छौँ होइन काबेली गङ्गा यही हो अनि मसँग चाहिँ अहिले बुनु पनि आएको थियो हेलो हेलो बिचरा बाटोको हालत यस्तै छ यी व्यर्थै आयो जस्तो भइसक्यो होला बुनलाई त बिचरा ए यस्तै छ है बाटो चाहिँ नम्बर प्लेटहरू सबै टालिदिन्छ हिजोले बिजोग छ फाइनली आइसकेको छौँ घर होइन अनि मम्मीहरू छुट्टिसक्नु पर्यो सायद जहाँसम्म लाग्छ मलाई हेरौँ त के हुन्छ के भन्यो किन भन्नु तपाईँ ढाक्नु हो नि त के होला त्यो हामी आउँदैछौँ भन्नु भएन तपाईँले दुःख दिनुभयो त्यही भएर एउटै भाँडामा अहिले पनि त्यही भाँडा पकाउने अघि पनि भाँडा पकायो एउटै भाँडा भइहाल्यो त फाइनली सेफ्ली घर आइपुग्यो खुसी लाग्यो बुनु पनि सेफ्ली नै आइपुग्यो कहीँ पनि लडेन लड्न खोज्दै भए पनि उफ्रिँदै भए पनि आइपुग्न चाहिँ तर एउटा दुखी खबर चाहिँ ड्याडी हुँदो रहेछ घरमा ड्याडी माथि कता मान्छे मठाउँ जानुभएको छ अरे मम्मीलाई सबै जति नै हो